आज हामी अमेरिकाको न्युयोर्क सहर घुम्ने। अमेरिकाको न्युयोर्क सहर जसलाई द एम्पायर स्टेट पनि भन्दो रहेछन्, यो टाइम स्क्वायर हो। यो संसारभरका पर्यटकहरूको आकर्षण केन्द्र हो। यहाँ ठुला ठुला लाइट र ठुला ठुला विज्ञापनको लागि डिजिटल बोर्डहरू छन्। यो न्युयोर्क सिटीको मुटु हो, हाम्रो विशाल बजार भने जस्तै। न्युयोर्क घुम्ने मानिसले एक पटक यो टाइम स्क्वायर हेरेन भने न्युयोर्क घुमेको अधुरो नै हुँदो रहेछ। हामीहरूले फोटो खिच्यौं यहाँ। यो वर्ल्ड ट्रेड सेन्टर हो। यो एउटा ऐतिहासिक स्थल हो। पहिला यसलाई ट्विन टावरको नामले चिनिन्थ्यो, जुन 1970 को दशकमा बनेको थियो। 11 सेप्टेम्बर 2001 मा आतंकवादीको निशानामा पर्यो यो। त्यसपछि यो ध्वस्त भयो। हाल वन वर्ल्ड ट्रेड सेन्टर अथवा फ्रिडम टावरको नामले चिनिन्छ। यो सबैभन्दा अग्लो छ। यो अमेरिकाका व्यापारीहरूको लागि एउटा गौरवको टावर हो। टावर ध्वस्त भए पनि कति छिटो बनाउन सक्छ अमेरिकाले भन्ने उदाहरण स्वरूप अमेरिकाले त्यो आतंकवादीहरूले ध्वस्त गरे तापनि तुरुन्तै यो बनाए। यो टावर, यो वर्ल्ड ट्रेड सेन्टरको भित्री भाग हो। यो पनि भित्री भाग हो, यो बाहिरी भाग हो। यो ब्रुकलिन ब्रिज हो। यो न्युयोर्क सहरको प्रख्यात पुल हो। यो 1883 मा बनाएको रहेछ। एक समयमा यो संसारको सबभन्दा ठुलो र कलात्मक पुल रहेछ। त्यस समयमा गाडीको चलन नभएकोले पैदल यात्रीको लागि डिजाइन गरेको जस्तो लाग्छ। यसको डिजाइन जोन रबर्ट लिङले गरेका रहेछन्। यसको वास्तुकला वाशिङटन रोबर्ट भन्ने व्यक्तिले गरेका रहेछन्। अमेरिका न्युयोर्कमा घुम्न जाँदाखेरि प्रायः यो घुम्ने मान्छे हुँदैन। यसलाई ब्रुकलिन डम्ब भन्दो रहेछन् यसलाई। यो इस्ट रिभरको छेउमा रहेछ। यो रमाइलो दृश्य देखिन्छ यहाँ इस्ट रिभरको। यहाँ मुख्य मेन हाइटको स्काइलाइन रहेछ। यहाँ रमाइलो गनिन्छ। यो ब्रुकलिन डममा राम्रा राम्रा पार्कहरू रहेछन् यहाँ। यो कस्तो राम्रो यसमा छ। यसमा यही ब्रुकलिन डम्बबाट देखिने सिनहरू हुने। फोटो खिच्नको लागि, घुम्नको लागि र रमाइलोको लागि यो असाध्यै नै रमाइलो छ। यो नदीको छेउमा छ। यसमा यो जर्सी सिटी हो। साथीसित भेट भयो यहाँ, साथीहरूसित गफ गरेर बस्यो। यस उसमा यो जर्सी सिटी। पाइजा भाइ साथी, मेरो साथी दाङको पाइजा भाइसित भेट भयो। निकै रिस्पेक्ट गर्यो। थ्याङ्क यू पाइजा भाइ। यो स्ट्याच्यु अफ लिबर्टी हो। यो फ्रान्सले 1886 मा उपहारमा दिएको रहेछ। यो ब्रिकन आइसल्यान्डमा रहेछ। पानी जहाजबाट जानुपर्दो रहेछ यहाँ। यो न्युयोर्कको एकदम हार्वर्ड भन्ने ठाउँमा पर्छ। यसलाई स्वतन्त्रताको प्रतीक पनि मानिँदो रहेछ। यहाँ 305 फिट अग्लो रहेछ यो। यसको औँलाको टुप्पोसम्म पनि घुम्न पाइन्छ, तर सबै ठाउँमा टिकट लाग्छ। यो निकै ठुलो र अग्लो भवन जस्तै हो। यहाँ यो पहिला कसरी बनाएको भने यो
टाढा समुद्रका पानी जहाजहरू हेर्नको लागि बनाए जस्तो लाग्छ। यसमा लाग्छ यो जाडोको मौसम भएको हुनाले हामीले चाहिँ यहाँ बाक्लो कपडा लगाउनु पर्यो। प्रायः यहाँ गर्मीले सताउन, जाडो चाहिँ धेरै हुन्छ। यो धेरै हिउँ पर्छ। एक त इस्ट कोस्टमा सबै ठाउँमा हो, त्यसमा पनि यो। अब हामी चाहिँ यो स्काई टाउन वर्ल्ड ट्रेड सेन्टरको टिकट त पाइएन, हामीले त्यो टावरमा चढ्नै पर्यो। त्यसको विकल्पमा हामीले त्यसको हाराहारीको स्काई लाइन टावरमा चढ्यौँ हामी। यो स्काई लाइन टावर हो। यसबाट तलका देखिने घरहरू त साना देखिन्छन्। साना घरहरू देखिन्छन्। यसमा बसेर फुटा खिच्यो। यहाँ सिसा। न्युयोर्क सहरमा चान्सबस जेडी अङ्कल र छोरा आदित्यसित पनि भेट भयो। कस्तो रमाइलो भेट हुँदो रहेछ। यत्रो ठुलो सहरमा अङ्कलसित भेट हुँदाखेरि साह्रै खुसी लाग्यो। मैले सोध्दै नसुक्यो। फेरि हामी वर्ल्ड ट्रेड सेन्टरमा गयौँ। वर्ल्ड ट्रेड सेन्टरमा को पछाडि अर्को भाग हेऱ्यौँ। त्यहाँ बसेर एकचोटि रमायौँ। फेरि फोटोसोटो खिच्यौँ। यो अहिलेको भन्दा अर्को भाग हो। यो साथीहरूले जाउँ भनेर फेरि गयौँ। ब्याट्री पार्क। ज्याक्सन हाइट। साथी भरत लामा। थ्याङ्क यू भरतजी, हामीलाई नेपाली खाना खुवाउनु भयो। यो ज्याक्सन हाइटमा नेपाली बस्दो रहेछन्। नेपाली खानाको लागि प्रसिद्ध। छोराको साथी आशिष हामीलाई आज घुमाउने गाइड। छोराको साथी र मेरो साथी मिलेर हामीलाई नेपाली खाना खुवाए ज्याक्सन हाइटमा बसेर। यो ब्याट्री पार्क। कस्तो अग्लो घरहरू हो। कति अग्लो। यसको यो किनारमा यति रमाइलो छ। यो त्यहाँको आवासीय बस्ती हो। ब्याट्री पार्क कस्तो। यहीको आजको यो सर्ट भिडियो यति नै।